तेरो नाम राम, त राम हिन्दू भएर त राम भएर क्रिस्चियन भन्छस्, धर्म बेचिस्, तैँले पैसाको लागि गरे हो नि यो सब भन्नेहरूलाई म के भन्छु भने अलिकति कठोर उफ्रिएर कराएर नि जवाफ दिन सक्थे। तर अब त्यसो भने भाइरल हुन्थ्यो क्या, गाली गरेर कराएदेखि भाइरल हुने हो मिडियामा हैन। किन कराएको किन बोलाएको भनेर कमेन्ट लेख्छन्, सेयर गर्छन्, अनि भाइरल हुने हो। नत्र फिटिकी गर्दै गर्दैन। आखिर पाउने त मैले दिएको जवाफ त आखिर जाँदै जाँदैन जान त, तै पनि म जवाफ दिन्छु। बेचिन देऊ न त यार, मलाई बेचिन देऊ, मैले बेचिन देऊ। के भयो त यार, मान्छेले मृगौला बेच्या छ, मान्छेले चाहिँ अङ्ग अङ्ग बेचेर मात्नु परेको छ। ल मैले बेचेँ अरे, ल तर मेसेन्जरमा आएर फेरि व्यक्तिगत कुरा गर्न पाइनँ भनेर टाउको दुखाउने यार। कति मान्छेसँग मैले मेसेन्जरमा व्यक्तिगत गरेँ, दिन रात मेहनत गरेर आफूले खानु परेको छ यार हैन। अब त्यो मेसेन्जर फेसबुक त जुकरबर्गले बनाएको त पृथ्वीको आधारमा मान्छेलाई आफ्नो विचारहरू राख्न बनायो। मैले विचार राख्दै व्यक्तिगत व्यक्तिसँग तपाईँ कस्तो हुनुहुन्छ, मेरो विचारमा त यो, तपाईँको विचारमा होइन ए हो र ए हो भन्नलाई मेसेन्जरमा गर्नलाई मैले चाहिँ व्यक्तिसँग बात गरेर भ्याउँदिनँ भनेर भनेपछि ए त यस्तो क्रिस्चियन भएर यस्तो मैले चाहिँ पृथ्वीको आधारमा मान्छेसँग मेसेन्जरमा बात गर्न भ्याइदिनु पर्ने। मैले राम्रो बोलेँ है। अब त्यो एकदम रिस उठिएको थियो, पैसा धर्म बेचुवा भनेर भन्दै गर्दाखेरि। अनि बेच्न दिए नि त मलाई भनेर चाहिँ बेसरी कराएर बोलाउँ जस्तो लागेको थियो। तर एकछिन मुड हरायो। अब त्यो बेसरी बेच्न दिए त यार, बेच्नेलाई बेच्न दिए, धर्म बेच्नेलाई बेच्न दिए, के को टाउको दुखाइ। बेच्नेहरूले बेचुन् त, यहाँ मान्छेले देशै बेचिसके आफ्नो लागि। उहाँ देशै बेचेर उहाँ विदेशमा गएर डलर खाएर बसिरहेको छ त शेरबहादुर देउवाले। देश बेचे होइन त यार, देशको सबै पैसा लुटेर लगेर विदेशमा बसे त्यो देश बेच्या बराबर होइन त। देशलाई प्रेमी भए त यहीँ बस्थ्यो नि। यो देशलाई लुटेर अमेरिका गएर खानेहरूले देशलाई बेचेको होइन। अनेक खालका सन्धि शब्द होइन, कोशी बेच्यो, गण्डकी बेच्यो, महाकाली बेच्यो, देशै बेच्यो। मैले त आफैलाई बेचेँ, आफूलाई त बेच्न पाएँ नि। बेच्न देऊ न त यार बेच्नेलाई। तर तिमीलाई म भन्छु, तिमी झुटमा छौ, तिमी भ्रममा छौ, तिमी झुट र तिमी भ्रममा छौ। रात दिन मेहनत गरेर खान्छु, मेरो रगत र पसिनाको मेहनतको कमाइ खान्छु। मैले धर्म बेचेको होइन, मैले त धर्म पालन गरेको। तिमीले यदि बुझेको भए नि तिमी यति अहङ्कारी हुँदैन थियौ मित्र। तर तिमीलाई भन्दै गर्दा तिमी फेरि पनि तिमी आक्रमणकारी हुन्छौ क्या। तिमीसँग जवाब छैन, तिमीसँग तर्क छैन, तिमीसँग बुद्धि छैन, तिमीसँग ज्ञान छैन। खालि तिमी के भन्छौ, हाम्रो धर्म तैँले छोडिस् भन्छौ। अनि त्यसबाट उठ्दै पऱ्यो, मौका पऱ्यो, तिमीले पनि गर्थ्यौ होला। तर्क छैन, बुद्धि छैन, ज्ञान छैन, जवाफ दिने कुराहरूमा होइन, पढेका छैनौ होइन। अनि भन्न जानेछ हाम्रो धर्म, त्योभन्दा अरू केही जानेछ? केही पनि जानेछ कि?